न्यायाधीशहरूको नियुक्ति कसरी गरिन्थ्यो? नेकपा एमालेको एकदम हनुमान, नेपाली काङ्ग्रेसको एकदम हनुमान है, अब तपाईँको माओवादीको एकदम खुङखार वर्षौँदेखि काम गरेको क्याडरलाई अदालतको न्यायाधीश बनाएर लाने प्रचलन सुरु भयो यो पछिल्लो समयमा, हो कि? जुन कुरा राजनजी छ नि, मैले डिफर गर्थ्यौँ हामी सदनमा, म यो पटक पटक मैले बोलेको थिएँ है। जनता, म मान्छु धेरै क्वालिफाइड मान्छेहरू हुनुहुन्छ होला, उहाँहरू पार्टीमा आस्था राखे पनि, न्यायाधीशहरूको व्यक्तिगत कुरामा मेरो क्वेसन होइन, तर सेलेक्सनको प्रक्रिया डेमोक्रेसीको 5 पिलर मध्ये एउटा पिलर के हो? हाम्रो स्वतन्त्र न्यायालय होइन? अनि जुन चिज स्वतन्त्र हुनु पर्थ्यो, जसमाथि जनताको भरोसा हुनु पर्थ्यो, त्यस्तो निकायहरूमा के गरियो त भन्दाखेरि पार्टीका झोले कार्यकर्ताहरू लगेर भर्ती सेन्टरको रूपमा जिल्लादेखि माथि ल्याएर चाहिँ तपाईँको के अरे चाहिँ सर्वोच्चसम्म आफ्नो कार्यकर्ता भर्ना गरियो। अब त्यो पिपुल जो पब्लिक छ, जसले 10औं वर्षसम्म न्याय पाएको छैन, सर्वोच्चमा मुद्दा पेन्डिङ अवस्थामा छ, 10 वर्षमा उसले चाहिँ कुनै माग राखेर गएको थियो भने ऊ मरिसक्दाखेरि उसको फैसला आउने स्थितिका हजारौँ मुद्दाहरू छन्। र एउटै न्यायालय, सुन्नुहोस्, हाम्रै सर्वोच्चभित्र, म न्यायालयलाई सम्मान गर्छु, त्यो एउटा कुरा हो, तर हाम्रो सर्वोच्चभित्र भएको विकृति भन्छु म तपाईँलाई। एउटै प्रकृतिको एउटा मुद्दामा एउटा फैसला छ, सर्वोच्चको नजिक त लागू हुनुपर्ने हो नि, अर्को प्रकृति अर्को चाहिँ सेम मुद्दा चाहिँ अर्को चाहिँ जो फैसला आएको छ। त्यसकारणले जनताको आक्रोश भनेको सर्वोच्च न्यायालयमा होइन, सर्वोच्च न्यायालयमा भएको अथवा न्यायालयले गरेको विकृति विरुद्धमा जनताको आक्रोश पोखिएको हो। यो तपाईँले हामीले जनतालाई भनेनौँ भने यो फेरि एक के जान्छ भने जेएनजीहरूले जलाए के जलाए? भूत जलाए, यसरी बुझ्नु पर्यो। पार्लियामेन्ट, सुन्नुहोस्, अब पार्लियामेन्टको कुरा नि भन्छु म तपाईँलाई। पार्लियामेन्ट सर्वोच्च निकाय हो। अघि हाम्रो गोर्खाको साथीले भन्नु भनेको, अब एमालेको साथीले, म तपाईँका धेरै कुरालाई म सहमति जनाउँदै केही कुरा मैले डिफरेन्स राखेँ अब, हो कि? पार्लियामेन्ट जलाउन म आउँदिनँ भन्नुभयो नि तपाईँले। अनि पार्लियामेन्टभित्र प्रेम प्रसाद पराजुली चलिरहँदा होइन, हाम्रा मान्छेहरू कहाँ थिए? प्रेम आचार्य प्रतिनिधिमूलक पात्र हो। प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो सायद त्यति बेला, प्रचण्डजी प्रधानमन्त्री भएको बेला पार्लियामेन्टभित्र हामी थियौँ। प्रेम प्रसाद आचार्यले आएर हाम्रो पार्लियामेन्टको कम्पाउन्डभित्र छिरेर आफूलाई आफैले पेट्रोल खनाएर आत्मदाह गरिरहँदाखेरि नेकपा एमालेका अथवा नेकपा काङ्ग्रेसका अथवा माओवादीका हामी जस्ता क्याडरहरू कहाँ थियौँ? तपाईँ आज पार्लियामेन्ट जलाउन आउनु भएन, मैले माने। प्रेम प्रसाद पराजुली जलिरहँदाखेरि हामी कहाँ थियौँ? आचार्य भनेदेखि गल्ती हामीबाट भएको छ। तर ठिक हो, उहाँको लेभलको मेरो लेभलको इमान्दारितापूर्वक म भन्छु, हाम्रो हैसियत शून्य हो। पत्याउनुहोस् नपत्याउनुहोस्, हामीले बोल्ने बाहेक कुनै विकल्प छैन। बोल्यौँ, बोल्दाखेरि थुनिन्छन्। उनीहरूसँग बुलेट थियो, उनीहरूसँग ब्यालेट पनि थियो, नक्कली ब्यालेट भए पनि ल्याएर उनीहरूले सदनदेखि संसदसम्म पार्टीदेखि होइन वडासम्म उनीहरूले क्याप्चर गरेका थिए। नक्कली चाहिँ तपाईँको चाहिँ प्रतिनिधि ल्याएर पनि होइन तपाईँको चाहिँ अधिवेशनहरू क्याप्चर गरिए है। त्यस कारणले गर्दाखेरि गल्ती भएको थियो हाम्रा नेताहरूबाट। हाम्रो पोलिटिकल सिस्टम, एउटा मान्छे, तपाईँ भन्नुहोस् न, एउटा मान्छे 40 वर्षमा एउटा पार्टीको अध्यक्ष भएर बस्न सक्छ? एउटा मान्छे 6 पल्ट प्रधानमन्त्री हुने कुरा लोकतन्त्रमा सम्भव छ? हाम्रो संविधानमा प्रब्लम थियो। त्यस कारण हामीले संविधानमा परिवर्तन कमसेकम यी मेजर विषयहरू, प्रत्यक्ष प्रधानमन्त्रीको सवालमा, त्यहाँबाट मान्छे कतिपल्टसम्म एउटा पार्टीको अध्यक्ष बन्ने अथवा सभापति बन्ने, चिफ भनौँ न, कतिपल्टसम्म बन्ने, पदाधिकारी कतिपल्टसम्म बन्ने, एउटा सांसद एउटा क्षेत्रबाट कतिपल्ट बन्ने भन्ने यी तमाम विषयहरू यो विकृतिको मूल कारणहरू हुन्। ती कारणहरू खोजेर हामीले अहिले पनि तपाईँलाई म भन्छु, हामीले इमिडिएट संविधानमा पार्लियामेन्टलाई रिस्टोर गरेर इमिडिएट संविधानभित्र यी मुख्य मागहरूलाई चाहिँ जेएनजी सहितका मागहरूलाई त्यहाँभित्र इन्क्लुड गरेर चाँडोभन्दा चाँडो इलेक्सनमा जाने भएको विकल्प छैन। अहिले पनि हामी के गर्दैछौँ भने जेएनजीले यसो गरेको थियो, पार्टीले यसो गरेको थियो होइन, सिम्पल छ। फेरि भन्दैछु म तपाईँलाई, देश लुटेकै हो, त्यो लुट्नेहरूले जिम्मा लिनुपर्छ। त्यो लुटिने भित्र हाम्रा नागरिकहरू परे, त्यो स्वीकार्नुपर्छ, त्यो स्वीकार्नुपर्छ। अघि रक्षाबन्धीले भने जस्तै मैले त फटाफट माफी मागेको छु। म त मेरो नेताको तर्फबाट समेत कहिलेकाहीँ के हुन्छ भने पितृ मरेर गए पनि पिण्ड चढाइन्छ नि, त्यस्तै म त मेरा नेताहरू काङ्ग्रेस पार्टीका, आम अर्का पार्टीका त मैले जिम्मा लिन सकिनँ। काङ्ग्रेस पार्टीका मेरा नेताहरूले गरेका विकृति, विसङ्गति, भ्रष्टाचार त्यस्तो हुनु हुँदैन थियो। हे प्रभु, अलिकति काङ्ग्रेसको कार्यकर्ता भएको नाताले त्यसको दोषको भागीदार म पनि हो। त्यस कारण म आम नागरिकसँग माफी माग्छु, पटक पटक मागेको छु, फेरि पनि माग्छु।